दादा ऊ चाहिँ मेरो बोयफ्रेन्ड हो नि ए मेरो बेबी गएको दाजु हो ल दाजु ढोक्छै भाइ चाहिँ कहाँको स्ट्रेट फ्रम नाम्ची हाउ आर यु ब्रो व्हाट्स अप दा अहिले भेट्छु ल दा लेट मी टक बेबी अब मेरो रिल्स बनाऊँ ल ओके बेबी व्हाई नट कुन बनाउनु भन्नु त व्हाट्स अप माय ग्याङ वेलकम टु हु उसो यति गाह्रो नेपाली बनाउनु तपाईँ चाहिँ के हिन्दी हिन्दीमा न भन्छ टाउन बेबी ल्याउनु नेपाली बनाउनु नि त ओके बादल वर्षा प्लिज हेरो मलाई मेरो दाजु आउँदै रहेछ फेरि। नछाटो ए दाजु आउँदै रहेछ भनेको बहिनी को यो केटा कि गिद्दी गरिरहेको त्यो दाजु त मलाई ऱ्याक हुँदैछ के हो भाइ दुईटा त चाबी बोकेर के हो आमा बाउला जस्तै राम्रो के भएको भाइ यो त मेरो रुमको चाबी यो त मेरो रुमको चाबी होइन फेरि बेसी बोल्ने होइन नि फेरि गर्लफ्रेन्डको दाजु रहेछ मात्रै मैले एक चान्स दिएँ कि नभए हानिदिन्छु बममै चलिदिन्छु बम पनि ब्याग चल्दै तँ तनी कहिले पनि सुतिँदैन जस्तो ल अब ब्रेकअप बोल्दिन के गरेँ मैले किन ब्रेकअप हो जे पनि हो ब्रेकअप आएपछि नबन्नु बुझ्यो नगरौ न बेबी आज त मलाई केडीले पनि धोका दियो माया गर्ने केडीले तर ठिकै छ सबै हिरोको कहानी फेरि एउटा धोकाबाटै सुरु हुन्छ कि हो अब एउटा स्याट स्टेटस लगाइदिन्छु मेरो फेसबुकको नाम पनि चेन्ज गर्ने पऱ्यो के लेख्नु मिस्टर लोन्ली ब्रोकन हार्ट सात छोडी गयो तिमीले आज मलाई थाहा छैन म तिम्रो यादमा आज म रुँदैछु तर मलाई बाल छैन तिमी जस्तो केटी कति आउँछ कति जान्छ मलाई त आँसु लाग्छ